मार्ट कोरियन मार्ट टक्क लाएर हेर्नु होइन टक्क सामानहरू पनि यस्तो सस्तो सस्तो छ कि तपाईँको हेर्नु यस्तो यो सरफहरू होइन लुगा धुने तर साथीहरू यो लुगा धुँदाखेरि सरफबाट भन्दा पनि यो लिक्विड हाल्नु है लिक्विड यो लिक्विड एकदम राम्रो हुन्छ सरफभन्दा पनि सस्तो पर्छ लिक्विडले कपडामा त्यो सरफको सेतो दाग रहँदैन लिक्विड एकदम सेन्ट पनि राम्रो आउँछ गर्मीमा टक्क कपडा पनि गनाउँदैन पसिना गनाउँदैन अब लुगाहरू चाहियो भने पनि छ टक्क के चाहियो तपाईँहरूलाई भन्नु म टक्क पठाइदिन्छु होइन यस्तो हो सिरानीहरू पनि चाहियो भने अब हाफ ज्याकेट चाहियो भने पनि छ धेरै खासै लिनु पर्दैन यस्तो छ होइन सेम्पूहरू तपाईँहरूको कपाल झरिरहेको छ भने कपाल नझर्नको लागि म तपाईँलाई एउटा स्याम्पू देखाउँछु है त साम्पू कुन स्याम्पू हो भन्दाखेरि साम्पू यो स्याम्पल पनि झर्दैन है कपाल यो स्याम्पल पनि कपाल झर्दैन यो पनि लगाउन सक्नुहुन्छ अनि अब अरू त यो कोलगेटहरू भयो ब्रुसहरू भए यो अब भाँडा मोल्दाखेरि सफा गर्ने भए यिनीहरू चाहिँ अब हेर्नु त यो कागतीको रसको मूल्य 5300 रहेछ जस्तो खोजी पनि छ जे खोजी पनि छ के चाहियो भन्नुहोस् तपाईँहरूले होइन म टक्क अब कोठामा सर बास्ना आउने चाहियो भने यो छ है 10800 मा कोठामा अब गन्ध आइरहेको छ भने रुम स्प्रे भनौँ न यो टक्क छ यहाँ पनि यस्तो छ अरू डिपार्टमेन्ट देखाउँछु मैले साबुनहरू नुहाउने साबुनहरू पनि छ टक्क लगाएर नुहाउने साबुनहरू कोलगेटहरू के चाहियो त सेम्पूहरू यो सेम्पू पनि झर्दैन है कपाल हाम्रो कोही तक्लु भइएको हुन्छ नि त कपाल झरेर तर यसले झर्दैन है यो राम्रो सेम्पू छ छाङ्यु भन्ने चाहिँ भयो होइन अब चाहिँ तपाईँहरूको यतापट्टि आएर अर्को टिकट छ विदेशीको यहाँ छ एसियन फुड छ अब तपाईँहरूको चाहिँ यहाँ दाल छ यो मसुरको दाललाई 12,000 भाउ बढेछ अस्तिसम्म मानुन्थ्यो अहिले 12,000 पुग्छ यो मसुरको दाल ओछन यो कालो दाल मासको दाल 12,000 अनि गएर मसुरको दाल 2700 गेडागुडी क्वाटी चना बोडी बोडा घोडाले खान्छ चना अब के चाहियो ल्वाङ सुकमेल छ हाँसको अन्डा चाहिने इमिली चितौरा भयो तर यो के को पात हो यो मैले चिन्न सकिनँ कि यो पात बाँसको पात हो के को हो हाँसो लाग्दो थियो कस्तो हाँसो लाग्ने एसियन फुडहरू पनि छ नेपालको पनि छ टन्नै नेपालको अब रेडबुल खाने हो रेडबुललाई जम्मा 1500 रहेछ नेपाली रेडबुल हालिदिने हो एउटा टक्क होइन खुकुरीराम भन्थ्यो अहिले सकिएछ कि यहाँ अनि हाम्रो देशको वाइवाई चाउचाउ पनि राखेको थियो मोरधारले अहिले राखेन सिद्धिआएछ कि हो डामनाले यस्तो छ एसियन फुडहरू यो यस्तो हो हेर्नु कोदोको पिठो टक्क लाएर कोदोको पिठो फापरको पिठो कोदोको पिठो सबै छ तर उतापट्टि कोदोको पिठो यो फापरको पिठो दालमोट चक्लेटहरू के खान मन छ तपाईँहरूलाई भन्नु होइन तर म टक्क पठाइदिन्छु तर कहाँ पठाइदिने भन्ने थाहा छैन अब आयो म्याक्सो डिपार्ट यो चाहिँ म्याक्सोहरू डिपार्ट हो सोजुहरू रक्सीहरू
कति राम्रो देखिएकोले खाउँ त जस्तो लाग्यो तर के गरौँ म खाँदिनँ अब आफू नखाने भएपछि पनि हेर्न त पाइयो कुरो बुझ्नुभयो ल यस्तो छ राम्रो होइन म के खान मन छ पावर तपाईँहरूको काम गर्दा थकित हुनुभयो पावर आएन होइन इनर्जी आएन तर यो मोनस्टर चाहिँ धेरै नखानु है मोनस्टरले चाहिँ किडनी खराब गर्दो रहेछ छिटो किडनीमा समस्या आउँछ बरु यो रेड बुल खानु यो ठिक छ यो राम्रो छ अनि यो छ यो राम्रो छ यो राम्रो छ यो राम्रो छ तर यो मोनस्टर चाहिँ धेरै नखानु है किडनी खराब गर्छ जुसहरू भयो यतापट्टि अनि भिटामिनहरू भयो यतापट्टि तपाईँहरूलाई अब कहिलेकाहीँ रक्सी खाएर टाउको ह्याङ हुने गर्ने भएको छ भने यो खानु कन्डिसन यो खानु टक्क लाएर होइन दुधहरू खानु दुधमा सबभन्दा मिठो सौल उयो हुन्छ सौल उयो छ अब दहीहरू पनि भयो यो ग्रुथु भन्छ दहीलाई यतापट्टि दही यहाँ छ कुन फ्लेभरको दही खाने जस्तो खाना भनौँ त्यस्तै छ के खानु मन छ तपाईँलाई भन्नु यतापट्टि मासुको डिपार्ट भयो ल शङ्खकिराहरू घोँगीहरू कति छ बङ्गरको मासु किमा मोमो बनाउने किमा सब रहेछ त अब म चाहिँ तरकारी डिपार्टमा लान्छु तरकारी डिपार्टमा ल्याएर मुलाको मूल्य 2480 रहेछ मुला पनि राम्रै रहेछ ठिकै रहेछ तर यो के हो यस्तो काँडा यस्तो पनि खान्छन् हो यो रुखको पनि खान्छन् हो के हो यस्तो बन्दाकोपी हो नि त कति ठुल्ठुला हो तरकारी डिपार्ट यतापट्टि के छ यो चाहिँ अलिकति सडे गलेका तरकारीहरू यहाँ चाहिँ राख्छ सस्तोमा सेलमा अन्डा चाहियो अन्डा छ होइन अन्डा कति धेरै छ बदाम काजु किसमिस पास्ता झिङ्गे माछाहरू रहेछ यहाँ त झिङ्गे माछा डिपार्ट ओड्डे छ हो ओड्डेमा जाने हो भने चाहिँ तक्कुक यहाँ रहेछ तक्कुको डिपार्ट भयो अनि किम्ची डिपार्ट भयो यो किम्ची डिपार्ट छ यहाँ यतापट्टि चाहिँ मुलाका अचारहरू मुलाहरू जस्तै साँधेर बनाएको ससेजी रहेछ खरबुजा छ यहाँ खरबुजा ल यो डिपार्टमेन्ट सकियो होइन यहाँबाट चाहिँ एउटा गाजर उठाइदिनु पर्ला भनेको गाजर पनि ठुलो रहेछ बाबा डेन्जर गाजर रहेछ डेन्जर गाजर रहेछ गाजर यताबाट छ कि यता रहेछ गाजर यो गाजर उठाइदिनु पर्यो यो ठिक्क हुन्छ एउटा खाना है त हुन्छ यो गाजर उठाउनु पर्यो यो ओरेन्जी उठाउनु पर्यो ओरेन्जी पनि राम्रो रहेछ ओ ठुल्ठुलो ओरेन्जी रहेछ फलफुल खाऊ ज्यान बनाऊ नानीहरू बिस्कुटहरू अब मैले के लानु छु भन्दाखेरि ससेजहरू भयो
अनि साथीहरू यहाँ चाहिँ सोल्डर भात पनि पाउँछ है। तपाईँहरूले माटमा रेडिमेड भात देखेको छ कि नै? तपाईँहरूले खाना बनाउनु अल्छी लाग्यो भने यो भात हो है, रेडिमेड भात हो। भात चाहिँ पाकिसकेको भात चाहिँ ट्याक्क एउटा लिएर गयो कचौरा, टक्क खायो। रुममा बनाउनु गर्न झन्झट लाग्यो भने जस्तो फ्लेभरको खोजे पनि छ। यो मार्सी चामलको खोजे पनि छ, मार्सी चामलको भयो, अर्को नर्मल चामलको भयो। यो मिसाएको चामल छ है, टन्नै पकाएर राखेको। ए कति कति छ मूल्य हेर्नु। यो मार्सी चामलको भयो, यो उसको भयो, छ धेरै। यहाँ त रोजी छ। तपाईँहरूले कहिलेकाहीँ रुममा पकाउन अल्छी लाग्यो भने माटमा आउने टक्क रेडिमेड भात लाने खाने, त्यो गर्दा नि हुन्छ, केही फरक पर्दैन। सबै पाउँछ। यस्तो राम्रो राम्रो छ सबै कुरा। बच्चाहरू खेलाउने कुरा पनि आएर छ यहाँ टन्न। के किन्न मन छ तपाईँहरूलाई भन्नु? अब रामेनहरू, यहाँ रामेन डिपार्ट छ। रामेनमा चाहिँ तपाईँलाई म रामेन चिनाउँछु है त होइन। मह डिपार्ट छ यतापट्टि। कहिले मह देखाउँछु, यो मह हो, यी महहरू हुन्, महहरू छन् यिनीहरू टक्क। अब चिया भयो। अनि रामेन चाहिँ भेज रामेन यो छ, यो चाहिँ भेज रामेन छ है, भेज रामेन हो यो, भेज रामेन हो, भेज खाइले। अरू त ठिकै छ। अनि यस्तै छ माटको भिडियो टक्क हेर्नु होइन, सामानहरू कस्तो कस्तो कता कता पाइन्छ भन्ने। मोमोहरूको डिपार्ट यता रहेछ, मोमोहरू पनि टक्क पाइन्छ, सबै छ हेरी यस्तै छ साथीहरू होइन। टक्क लाग्यो। अब रक्सी डिपार्ट यता भयो, सबै राम्रो छ, यस्तै छ। इलेक्ट्रिकल डिपार्ट देखाउँछु है मैले। इलेक्ट्रिकल डिपार्ट फेरि यता छ। यतापट्टि फेरि कुचाहरू सबै, भाँडाकुँडाहरू सबै पाउँछ। सेम्पू राख्नेहरूदेखि लिएर सबै के चाहिएको छ तपाईँहरूलाई है। डिपार्ट अनुसार फरक छ। यहाँ त ल कन्डम पनि आइदो रहेछ त हो। खतरा रहेछ त, खतरा रहेछ त। कन्डम पनि माटो रहेछ राखेको, अचम्मै लाग्ने। ल